हेलो हेलो बहिनीहरू कता देखियो बोल्नु नि यताको मान्छे सबै नबोल्दो रहेछ हौ कुरुम्बाको त झन् बोल्नुपर्छ त कुरुम्बा मलाई पनि थाहा छ मेरो पनि कुरुम्बाको छेउमा हो घर कुरुम्बादेखि अलिकति पटेर डाँडा बजार हो क्या सडकमा आएको हुन्छ है होइन कति घन्टामा आइपुग्यो ए अनि कतिखेर घुर्छौ अब ए ल धन्यवाद बहिनीहरू ल मुनि छैन नि म जस्तो यस्तो हानिदिन्छु नि म त फेरि मौसम राम्रो खुलेको छैन यो गेटदेखि देख्ने दृश्यहरू चाहिँ हेलो गाइज यो अमेरिकाको अलि ओभरतिर त्यो पानामा जङ्गलको छेउमा त यस्तरी पैसाहरू पो भेटिँदो रहेछ जङ्गलमा भेटेको यो चाहिँ तर सबै कस्तो के गरे हो दुई टुक्रा बनाएर जम्मा छोड्या छ है गाइज यस्तो तपाईँहरूले के कमेन्ट गर्नु के गर्नु पर्यो अब के सिद्धिन भिडियो मेङचेलुङ टावरको छेउमा गाइज एक्ले गुराँस यो चाहिँ शङ्खसभाको मेङचेलुङ टावर छेउ है गाइज होइन छ्याङचुङ सिन होइन मोबाइल छ सो गाइज हेर्नुहोस् गुराँस होइन गुराँसै फुल्यो बनैमा गर्छ गाइज होइन के भयो यो मौसम अलिकति क्लियर नभएर कि नभए यो एक्लै गुराँसले फेरि यो संसार खाइदिने रहेछ गुराँस पनि छ है यहाँ गाइस हजुर माथि बस्ने ठाउँ रहेछ नि बस्ने फाइनली गाइज तिनजुरेदेखि हामी तलतिर जङ्गलतिर जाँदैछौँ है गाइज यहाँ चाहिँ अत्यन्तै सुन्दर ग्राउन्ड छ अनि चारैतिर यहाँ चाहिँ 17 खालको गुराँस फुल्या छ भएर गाइज होइन हामी चाहिँ तलतिर लागिरहेको छौँ अत्यन्तै चिसो छ गाइज होइन धेरै चिसो यति दामी गुराँस फुलहरू यति दामी फुल्याएको छ गाइछु होइन यसले पनि दुइटैले हानिरहेको यस्तो त्यो छ होइन अनि यो बिस्कुट कोकोनट बदाम यो चाहिँ हान सिधा बनाए अर्को बिस्कुट छ यहाँ यो चाहिँ के अरे भतिज यो चाहिँ के अरे गाइस तरबुजा छ तपाईँहरूलाई मन पर्दैन होला गाइस के गर्नु हामी चाहिँ यस्तो हुन्छ नि त फेरि गलेर गाइस तोर त्यसलाई रोकिदियो नि तेर्सो खिचिदियो
बाँडौँ भरे परदेश भनेको यस्तै हो कि भोलि देख्छ भरे बाँडौँ परदेशमा साथीभाइले छोड्छ के हुन्छ भनेर भर्खर यहाँ यसो परिचय गरेको उहाँ साथीहरूसँग होइन तर अब साथी परिचय गरिदिएर मात्रै साथी हुनुहुँदो रहेछ खाने बेलामा गाई चाहिँ तिन जोरेको अर्ग्यानिक गुराँसको जुस है यो चाहिँ खान लागिरहेको यो चाहिँ 100 रुपियाँको हो होइन हामीलाई चाउने त हुनुहुन्छ हाम्रो भतिजी त हुनुहुन्छ होइन बादल हो यो तातिर पुगिन्छ उहीदेखि आकाशतिर हेर्दाखेरि जसरी बादल देखिन्छ यहाँदेखि उध्योदेखि त्यस्तै बादल देखिन्छ एकैचोटि त्यहाँ तल अनि मोरङ अत्याधिक गर्मीको कारण दुईटै अमिलाहरूको मृत्यु हुन गएकोमा हामी दुई चारजना टिम मिलाएर गाई चाहिँ म चाहिँ पोखरीतिर जाँदैछु कम्बर नदीतिर पोखरी होइन नि फेरि नदी दामी छ गाई गर्मीमा हेर्नु त नदीतिर बहुत माथि अन्टार्क्टिकातिर छ नि त बहुत हाइटमा आउँछ छिटो ल साथीहरू हामी चाहिँ यता बजार लाग्छ यहाँ चाहिँ सानो सानो कटेजहरू तर साह्रै सजाएर राखेको ठाउँ हो यस्तो छ एकछिन यहाँ रुम त यहाँ ल